यात्रा जारी नै थियो हैन, तर के गर्नु साथीहरु सेलाइसके ह। अगाडि बढ्ने भनेको कुनै छाटकाट छैन। हेलो साथीहरु, सबैजनालाई नमस्कार। म निकेश खड्का, यहाँलाई स्वागत छ एनपीके स्टार ब्लगमा। आज नयाँ वर्षको दिनमा हामी पनि घुम्नलाई निक्लिसकेका छौं। साथै यहाँलाई पनि 2083 सालको हार्दिक मंगलमय शुभकामना भन्दै मेरो ब्लगलाई अगाडि बढाउने छु। आजको ब्लग सुरु भएको छ भक्तपुर ठिमीबाट। त्यहाँबाट मैले 2 जना साथीलाई पिकअप गरे र मैले आफै गाडी ड्राइभ गरेर हामी गन्तव्यतर्फ लाग्यौं। आजको हाम्रो गन्तव्य रहेको छ लानथानमा रहेको बुढा नीलकण्ठको गुम्बासम्मको। यो अब के गर्नु, हाम्रो लागि त सिट पाइएन हैन। आधी बिचसम्म मैले गाडी चलाएँ अनि त्यसपछि साथीले गाडी चलाउनु भयो। आम्मामामा जाम कति हो साथीहरु, ल हेर्नुस् त। आज नयाँ वर्षले हो कि के हो, घुम्न आउने मान्छेहरु पनि एकदम बढिरहेको छ। हेर्नुस् त, जाम पुरा अस्तव्यस्त रहेको छ, मास्तिर जाने कुनै अवस्थै छैन। हामीले चाहिँ बिचैमा गाडी साइड लगाएर पार्किङ गरेर सट्टसितले भ्यू हेर्दै 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 लाग्यौं अब हामी गन्तव्यतर्फ। एकछिन त रमाइलो गर्दै हाँस्दै खेल्दै लाग्यौं उकालोतिर। तर के गर्नु साथीहरु, सेलाइसके ह। अब हामी अगाडि बढ्ने भनेको कुनै छाटकाट छैन, अब बरु तलतिरै झर्ने हो। के हो ठिकै हो। ल साथीहरु, हामी चाहिँ मास्तिर हैन तलतिर लाग्यौं हैन। अहिलेको लागि यति नै छैन, बाँकी नै छ। के बाँकी छ त्यहाँ हैन, अझै देखाउन बाँकी नै छ हैन। तपाईको चाहिने उत्योहरु देखाउन बाँकी छ। तपाईको चाहिने उत्योहरु देखाउन बाँकी छ। के बोले भाइ? अब के बोले? के बोले? अब के हो हेर्नु गाइजहरु, हामी चाहिँ गर्लफ्रेन्ड भेट्न आएको हो, तर कसको गर्लफ्रेन्ड भेटिन्छ थाहा छैन। हेर्नु है, भेट्ने चाहिँ भेटिया बाटैभरि, तर कसको थाहा छैन। जोगाउनु होला है, जोगाउनु होला। आज नयाँ वर्षको दिन जोगाउनु भयो तपाईको वर्ष ठिक छ, नत्र एकैछिनमा हिँड्छ। अनि त्यही हो गाइज हैन, अब रमाइलो भनेको यस्तै हो। सो अनि अहिले हामी जङ्गलतिर आएका छौँ कि। ल साथीहरु, चलपल दिनु पर्यो क्या, चलपल खोइ त। चलपल भनेको चलपल चलपल। चप्पल निकाल्छ बाउ, यस्तो नि हो। तुरिका तरिका हो। तुरी खुस्क्यो रे। गन्तव्यसम्म नपुगे पनि बिचको बाटोमा चाहिँ रमाइलो भन्ने चाहिँ भव्य गरियो। सो गाइज, आजको ब्लग यहाँहरूलाई कस्तो लाग्यो? मन परेमा लाइक, सेयर अनि फलो गरिदिनु होला। मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरी जोडिनु होला।